सबैमा नमस्ते। मैले दुईटा अघिल्लो भिडियोमा प्रेषित गरेका कुराहरू कै एउटा कन्टिन्युटी जस्तै यो चाहिँ मैले एउटा भिडियो सिरिज बनाउने प्रयत्न गरेको छु र यो त्यो भिडियो सिरिज बनाउने प्रक्रियाको यो तेस्रो भिडियो हो। दुईटा भिडियो चाहिँ जेनजी आन्दोलन पश्चात बनाइएका थिए र त्यस पश्चात चाहिँ एउटा अलिकति ग्याप रह्यो र त्यस पछाडि चाहिँ मैले अलिकति फुल फ्लेज रूपमा नै पडकास्ट गर्छु भन्ने खालको सङ्कल्प गरेको थिएँ। तर अब विविध कारणवश अब त्यो त्यो प्र्याक्टिकलिटिज अलिकति अलिकति डिफिकल्ट भएको कारणले गर्दाखेरि आफू अलिकति फरक भूगोलमा भएको होइन। अनि अब इन्टरभ्यू गर्नुपर्ने मान्छेहरू फरक भूगोलमा हुँदाखेरि ती 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 डिफिकल्टिजहरू भएको कारणले गर्दाखेरि जुन थिममा मैले अरू एउटा सामाजिक होइन सोसल मिडिया मार्फत सानो अब सोसल मिडियाको पनि सानो एउटा स्टोरी मार्फत सेयर गरे मार्फत चाहिँ जुन खालको प्रतिक्रियाहरू भएको थियो त्यो अनुसार चाहिँ त्यो कुरालाई पूर्ण रूपमा मर्न दिनु हुँदैन भन्ने तरिकाबाट चाहिँ मैले अलिकति भिडियो सिरिज जस्तो बनाउने प्रयत्न गर्दैछु। र यो भिडियो सिरिज बनाउने प्रयत्न अन्तर्गत अब यो चाहिँ तेस्रो प्रयास भयो। दोस्रो चाहिँ दुईवटा चाहिँ अगाडि भइसकेको भयो। र यो भन्नुभन्दा अगाडि केही डिस्क्लेमरहरू चाहिँ के दिन चाहन्छु भने यो चाहिँ पूर्ण रूपमा अनकट र फर्ममा नै रहन्छ होइन। अब त्यो अलिकति कमर्सियल्ली अलिकति व्यावसायिक रूपमा नै हुने तरिकाबाट गर्ने क्षमता अथवा चाहिँ अहिले त्यो खालको मसँग त्यो होइन टाइम होराइजन पनि छैन। त्यो हुँदाखेरि अलिकति अनि चुनावको पनि माहौल बढिरहेको अवस्थामा ती विषयहरूमा कुनै विषयहरूमा चाहिँ अलिकति यो मिसिङ कुराहरू कस्तो यो हुन्छ नि त्यो न्युएन्सेसहरू चाहिँ मिस भएको हो कि जस्तो लाग्छ। अनि ती विषयमा चाहिँ मैले जे जानेको छु मेरो एङ्गल जे हो त्यो एङ्गलहरूलाई चाहिँ मैले प्रस्तुत गर्ने प्रयत्न गर्नेछु। त्यो मेरो एङ्गल सही हुन्छ भन्ने ठिक छैन होइन, त्यो अथवा सही हो गलत हो भन्ने छैन। तर यी कुराहरूलाई पनि हामीले कन्सिडर गर्नुपर्छ। यी कुराहरू पनि महत्त्वपूर्ण छन्, यी कुराहरू पनि बुझ्नको लागि चाहिँ महत्त्वपूर्ण छन् भन्ने मेरो बुझाइ भएको हुनाले यसरी चाहिँ म प्रस्तुत गर्दैछु। र त्यो भनिरहँदाखेरि अर्को कुरा के पनि हो भने म आफैमा पोलिटिकल एनिमल हुँ होइन। मेरा आफ्नै पोलिटिकल ओरिएन्टेसन्सहरू छन्। त्यो हुँदाखेरि म कुनै पनि विषयमा कुनै पनि पार्टी कुनै पनि व्यक्ति विषयमा प्रस्तुत हुँदाखेरि सम्भवतः ब्यालेन्स भ्यू दिने मेरो प्रयत्न रहनेछ। तर त्यो भनिरहँदाखेरि मेरो जुन पोलिटिकल भ्याल्युज छ त्यो पोलिटिकल भ्याल्युजको एउटा एडभोकेसी गर्ने एडभोकेसी पनि सँगसँगै रहि नै रहन्छ। र त्यो एडभोकेसी गरेर एउटा ब्लाइन्ड सपोर्ट रहँदैन। तर त्यो म किन त्यो विषयको चाहिँ एडभोकेसी गर्छु होइन, त्यो कुरा चाहिँ मेरो लागि मेरो भ्यालु सिस्टममा मेरो पोलिटिकल भ्यालु सिस्टममा किन इम्पोर्टेन्ट छ भन्ने कुरा पनि म बुझाउने र त्यो कुरालाई जस्टिफाई गर्ने प्रयत्न पनि यी प्रोसेसहरूबाट हुन्छ नै। र त्यस अन्तर्गत अब आज चाहिँ हामीले अलिकति नेपालका राजनीतिक पार्टिजहरू नेपालका प्रमुख राजनीतिक पार्टिजहरूको बिचको भिन्नता के हो होइन, हाउ आर दे डिफ्रेन्ट भन्ने कुराहरू को बिचमा त्यति गहिराइमा अलिकति छलफल हुन नसकेको हो कि जस्तो चाहिँ मलाई लाग्छ। अब त्यस विषयमा चाहिँ मैले मेरो अलिकति फरक पर्सपेक्टिभहरू मार्फत चाहिँ यी पार्टिजहरूको डिफ्रेन्सिएसन गर्ने मेरो चाहिँ आजको प्रयत्न रहनेछ। र हामीले अब यो होइन नलेज मार्केटमा सुन्ने कुरा भनेको चाहिँ होइन, अब सुन्दाखेरि चाहिँ अब राप्रपा राजावादी होइन, अब कङ्ग्रेसमा चाहिँ बिपीको समाजवाद, अब एमालेमा चाहिँ जनताको बहुदलीय जनवाद होइन, माओवादीको तत्कालीन माओवादीमा चाहिँ प्रचण्ड पथ होइन, अथवा अब अहिलेको रासपाको चाहिँ अब सुशासन अथवा होइन सुशासन अनि त्यसपछि पारदर्शिता भन्ने कुराहरू अथवा एकदमै त्यो क्लियरिटी छैन तै पनि अब अलिकति हुन्छ नि त्यति विचारै त्यति महत्त्वपूर्ण होइन भन्ने अलिकति डेलिभरी बेस्ड होइन पोलिटिक्स भन्ने खालको स्लोगन अथवा त्यो रिजनल पार्टिजहरूको एमर्जेन्स का कुराहरूमा पनि होइन, रिजनल पार्टिजहरूको पनि अब मधेस केन्द्रित दल अथवा होइन थारूवत केन्द्रित दल अथवा माथि चाहिँ होइन लिम्बुवान केन्द्रित दलहरूको एमर्जेन्स भएको छ। अब त्यसको पछाडि होइन अब हामी चाहिँ तिनीहरूलाई चाहिँ एक लेभलको चाहिँ ती अझ रिजनल पार्टिजको हकमा एक लेभलको चाहिँ त्यो एथनिक लेभल दिने बाहेक अरू त्यहाँभन्दा बढी पनि केही गर्न सकेका छैनौँ। तर अब मेरो अटेम्प चाहिँ के हुन्छ भने सम्भवतः यी पार्टिजहरूको एमर्जेन्स कसरी भयो होइन, अथवा यी पार्टिजहरूको त्यो आइडियोलोजी कसरी भयो र त्यो आइडियोलोजीसम्म चाहिँ कसरी आयो भन्ने कुरा बुझाउने मेरो प्रयत्न रहनेछ। र त्यो बुझाउने प्रक्रियामा के चाहिँ मेरो नजरमा र मेरो एङ्गलमा चाहिँ के महत्त्वपूर्ण हुन् भन्दाखेरि चाहिँ सम्भवतः ती पार्टिजहरूका लिडर्सहरू कस्ता छन्
है। यो कुरा बुझ्नको, यो डिस्टिङ्सन बुझ्नको लागि चाहिँ यो पार्टिजहरूको लिडरहरू कस्ता छन् भन्ने कुरा, लिडरको डिफ्रेन्सिएसन एकदमै महत्त्वपूर्ण कुरा हो होइन। त्यो सँगसँगै भोटर बेसको कुरा हो होइन। भोटर बेस भन्दा पनि अझ मात्रै पार्टीको लिडरले चाहिँ पार्टीले के प्रतिनिधित्व गर्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यस कारणले लिडर पहिला, त्यस पछाडि चाहिँ त्यसको भोटर बेस, त्यस पछाडि चाहिँ नेपालको ती पार्टिजहरूको एमर्जेन्स हुने बेलाको पोलिटिकल, सोसियल, इकोनोमिक र एजुकेसनल है। अझ एजुकेसनल अझ महत्त्वपूर्ण हो। किन हो हामी पछि भन्छौँ है। त्यो अवस्था, त्यस सँगसँगै चाहिँ वर्ल्डको, विश्वको राजनीतिमा भइरहेको चाहिँ घटनाक्रमको अवस्था र त्यो सँगसँगै पोलिटिकल सोसलाइजेसनको प्रोसेसहरू र होइन, कसरी चाहिँ यो पोलिटिकल सोसलाइजेसनमा होइन, मान्छेहरूको पोलिटिकल सोसलाइजेसन चाहिँ कसरी हुँदै थियो त्यो बेलामा भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण कुराहरू हुन् र त्यो कुराहरूलाई हामीले बुझ्ने प्रयास गर्छौँ। र अब यसमा सुरुवात चाहिँ सम्भवतः हामीले राप्रपाबाट गर्दाखेरि चाहिँ ठिक हुन्छ कि जस्तो लाग्छ। किनभने राप्रपा वान अफ दि अब पोलिटिकल पार्टिजको हिसाबले, राजनीतिक प्रतिनिधित्वको हिसाबले चाहिँ सबभन्दा पुरानो होइन राजनीतिक आस्थालाई बोकेर हिँड्छ होइन। र अब तपाईँले चाहिँ त्यसको लिडरहरू हेर्नुभयो भने राप्रपाको अहिलेसम्मको लिडरहरू हेर्दाखेरि धेरैजसो होइन, लगभग सम्पूर्ण लिडरहरू कतै न कतै राज संस्था र बिचको पञ्चायतकाल होइन, जुन चाहिँ पञ्चायतकाल बिचमा चाहिँ लामो समय चाहिँ पञ्चायतकाल रह्यो, त्यसका बेनिफिसियरीहरू होइन, पूर्व पञ्चहरूको, अब राप्रपालाई भन्दाखेरि चाहिँ पूर्व पञ्चहरूको पार्टी भन्ने गरिन्छ। र यो चाहिँ त्यो अर्थमा नेपालको सबैभन्दा पहिलो जस्तो कि राणा शासन अन्त्य भइसकेपछि र नेपालमा प्रजातन्त्र पुनर्बहाली भएर पञ्चायत लागिसके पछाडिको पहिलो सबैभन्दा प्रिभिलेज अथवा फर्स्ट जेनेरेसन अफ पोलिटिकल इलिट भन्दाखेरि फरक पर्दैन होइन। राप्रपा भनेको फर्स्ट जेनेरेसन अफ पोलिटिकल इलिट हो। त्यहाँको चाहिँ तपाईँहरूको नेताहरू हेर्नुहोस् होइन। अनि म सधैँ त्यो नेतालाई चाहिँ स्ट्रेस गर्नुको कारण के हो भने त्यहाँको नेताबाट पनि देखिन्छ कि, जस्तो कि तपाईँ चाहिँ हेर्दाखेरि पशुपति शमशेर जवारा होइन, कमल थापा, अब पहिला, अब अहिले त दिवंगत भइसक्नुभयो, अब इभन होइन पहिलाको चाहिँ अब थापा ग्रुपको सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, यी सबैजना पूर्व पञ्चहरू हो। अब इभन अहिलेको चाहिँ लिडरहरू हेर्नुहुन्छ भने जस्तो अब होइन, अब चितवनको होइन, जस्तो तपाईँको चितवनको विक्रम पाण्डे हेर्नुहुन्छ, अथवा चाहिँ होइन नेपालगञ्जको पूर्व मेयर अब धवल शमशेर राणा हेर्नुहुन्छ, अथवा इभन तपाईँ रविन्द्र मिश्र हेर्नुहुन्छ भने कतै न कतै त्यो पूर्व पञ्चायतकालको बेनिफिसियरी होइन, अथवा चाहिँ पञ्चायतकालको बेनिफिसियरी भन्दा फरक पर्दैन। राजा र राज संस्थासँग चाहिँ नजिक भएको र त्यसको बेनिफिसियरी पाएको एउटा ग्रुप नै राप्रपा हो भन्दा फरक पर्दैन। र अझसम्म पनि त्यही अनुसारले गर्दाखेरि उहाँहरूको मूल एजेन्डा भनेको राज संस्थाको होइन पुनर्बहाली, त्यो सँगसँगै राज संस्थासँग जोडिएको धर्म होइन, हिन्दू धर्म पूर्ण रूपमा चाहिँ हिन्दू धर्म हुनुपर्छ भन्ने, अथवा त्यो अर्थमा पनि जब चाहिँ एउटा प्रिभिलेज्ड होइन एउटा चाहिँ इलिट ग्रुप भइसकेपछि त्यो इलिट ग्रुपलाई कहिले पनि सङ्घीयताको होइन डिसेन्ट्रलाइजेसनको आवश्यकता देख्दैन होइन। त्यो अर्थमा राप्रपा चाहिँ होइन राप्रपाको नेताहरू मार्फत पनि चाहिँ एउटा पोलिटिकल ओरिएन्टेसन देखिन्छ त्यहाँबाट। र राप्रपाको अब त्यो के हो त होइन, राप्रपाको तपाईँले चाहिँ हेर्ने हो भने यसको चाहिँ पोलिटिकल बेस के हो भन्ने हेर्ने हो भने अब नेताको चाहिँ एउटा प्रवृत्ति भइहाल्यो। अब यसको बेस भनेको चाहिँ सम्भवतः बेसको कुरा हेर्दाखेरि चाहिँ के भनेर हेर्नुपर्छ भने त्यो पोलिटिकल फिगर्सहरू होइन, अथवा त्यो पोलिटिकल फिगर्सहरू जुन ठाउँमा प्रोमिनेन्ट भए त्यहाँको आधार इलाकाका धेरैजसो मान्छेहरू स्वतः रूपमा त्यही पार्टीसँग अलिकति नजिक हुने हुन्छ। किनभने हाम्रोमा अलिकति कस्तो छ भने नेपालको पोलिटिक्स प्याट्रोनेज पोलिटिक्स छ होइन। कोही नेता भयो भने त्यहाँ चाहिँ त्यो अर्थमा होइन अब उसले चाहिँ वरिपरिका मान्छेहरूलाई रोजगारी दिने होइन एउटा चाहिँ सेवा अब अथवा उनीहरूको स्वार्थ बोक्ने काम गरिदिन्छ कि। स्वार्थ बोकेको कारणले गर्दाखेरि जहाँ चाहिँ यी नेताहरूको चाहिँ प्रभुत्व भयो त्यहाँको आधार इलाका, त्यहाँको चाहिँ आक्षेप हुन्छ नि, त्यहाँको चाहिँ छत्र छायामा भएका मान्छेहरू अथवा छत्र छायामा रहेका क्षेत्रहरू चाहिँ त्यसै पनि राप्रपा अथवा राप्रपा निकट हुने भयो। त्यस कारणले ती क्लस्टर्सहरू चाहिँ हामी देख्न सकिन्छ। अब जस्तो होइन राप्रपाको चाहिँ अलिकति राम्रो प्रेजेन्स भनेको तराईको केही क्षेत्रहरूमा छ, झापामा अलिकति छ होइन, काठमाडौँको पनि केही क्षेत्रहरूमा छ, अब इभन होइन बाँकेतिर पनि थियो, अब अहिले कस्तो छ, अब केही क्षेत्रहरूमा त्यसरी चाहिँ, अथवा होइन पहिला अब
अब सूर्यबहादुर थापा हुँदाखेरि चाहिँ अब धनकुटातिर थियो होइन, अथवा अब अहिले होइन लोकेन्द्रबहादुर चन्द हुँदाखेरि त्यतै सुदूरपश्चिमतिर पनि अलिकति थियो। त्यही भएर पार्टी विशेष अब उनीहरूको आधार क्षेत्र चाहिँ अब जता जता चाहिँ अब अहिले अहिले चाहिँ जस्तो हामी होइन अब शाही ज्ञानेन्द्र शाही भइसकेपछि यता जुम्लातिर पनि क्षेत्र छ। त्यस कारणले नेताको चाहिँ कहाँ होइन उनी उसको नेताहरू चाहिँ जहाँ बलिया छन् त्यसैको वरिपरि नै उनीहरूको चाहिँ आधार क्षेत्र अथवा चाहिँ त्यो पोलिटिकल बेस हुने गरेको छ। अनि त्यसमा पनि पूर्वपक्षहरू अनि चाहिँ पार्टी जस्तो राजाको चाहिँ बेनिफिसियरी भएर राजकालमा केही न कुनै रूपमा चाहिँ त्यसको डिभिडेन्ड पाएका मान्छेहरू चाहिँ अझै पनि समर्थ भएको देखिन्छ राप्रपाको केसमा। अब त्यसले गर्दाखेरि किन उनीहरूले चाहिँ राज संस्थाको चाहिँ वकालत गर्छन्, किन धर्म चाहिन्छ भन्छन्, अथवा होइन सङ्घीयता किन आवश्यकता छैन भन्ने कुरा पनि यही प्रोसेसबाट चाहिँ सेल्फ एक्सप्लेनेटरी पनि हुने भयो। अब होइन कङ्ग्रेसको केसमा के हो भन्दाखेरि अब कङ्ग्रेसको पहिलो शत्रु भनेको अब जस्तो फेरि पोलिटिक्सलाई बुझ्दाखेरि र पोलिटिकल फिलोसफीलाई बुझ्दाखेरि एउटा त्यो बेलाको चाहिँ उसको शत्रु को थियो होइन, त्यतिखेरको चाहिँ उसको मेन अपोनेन्ट को थियो भनेर पनि बुझ्ने प्रयास गर्नुपर्छ। र कङ्ग्रेसको मुख्य शत्रु भनेको चाहिँ दरबार नै थियो होइन, दरबार र दरबारियाहरू नै थिए। र त्यो अर्थमा जो मान्छे चाहिँ त्यतिखेरको चाहिँ पञ्चायतमा समेटिन सकेनन्, राज संस्थामा समेटिन सकेनन्, अथवा चाहिँ होइन राणा शासन हुँदाखेरि चाहिँ जो मान्छेले चाहिँ त्यो बेनिफिसियल त्यो पोलिटिकल स्पेयर अफ इन्फ्लुएन्स भन्दा बाहिर थिए त्यो र नयाँ कन्सियसनेस होइन नयाँ पोलिटिकल कन्सियसनेस बोकेका मान्छेहरू चाहिँ नेपालका चाहिँ नेपाली कङ्ग्रेस हुन पुगे, अथवा ती कन्सियसनेस बोकेका मान्छेहरू नै नेपाली कङ्ग्रेसका लिडरहरू हुन पुगे भन्दा खासै फरक हुँदैन। त्यो अर्थमा नेपाली कङ्ग्रेस चाहिँ नेपालको सेकेन्ड जेनेरेसन अफ होइन पोलिटिकल कन्सियस बोक्ने अथवा सेकेन्ड जेनेरेसन अफ सेकेन्ड पोलिटिकल जेनेरेसन हो भन्दाखेरि फरक पर्दैन। र नेपाली कङ्ग्रेसको चाहिँ अब तपाईँले चाहिँ होइन अब यो 1959मा इलेक्सन हुँदाखेरि नेपाली कङ्ग्रेसले बिपी कोइरालाको नेतृत्वमा लगभग 2/3 मेजोरिटी पाएको थियो। तर अब होइन फेरि चाहिँ 2000 अब त्यसको केही वर्ष पछाडि राजाले त्यो सत्ता च्युत गरिसकेपछि नेपालमा पञ्चायतकाल भयो र एउटा लामो भ्याक्युम चाहिँ त्यो नेपाली कङ्ग्रेस जुन इमर्जिङ नेपाली कङ्ग्रेस थियो त्यो नेपाली कङ्ग्रेसको राजनीति चाहिँ त्यही चाहिँ अलिकति विश्राम लिनुपर्ने अवस्था पनि बन्यो होइन। तर अब यो भनिरहँदाखेरि फेरि के बुझ्नु पनि पर्छ भने यो भनिरहँदाखेरि जुन अब राप्रपा भन्दैछु म होइन कङ्ग्रेस भन्दैछु त्यो पोलिटिकल्ली होइन अवेर हुनको लागि पनि तपाईँ चाहिँ नेपालको त्यो समयमा सबै मान्छेलाई सम्भव थिएन होइन। त्यही भएर त्यो प्रोसेसमा आइसक्दाखेरि पनि कङ्ग्रेस राप्रपाले रिप्रेजेन्ट गर्ने मान्छे भनेको कतै न कतै चाहिँ त्यही सोसाइटीको एउटा प्रिभिलेज ग्रुप थियो भन्दा फरक पर्दैन होइन। र अब त्यसको अलिकति डाइभर्जेन्स चाहिँ कहाँबाट सुरु हुन थाल्यो भने जब चाहिँ अब होइन स्कुल स्थापना हुन थाले होइन, जब चाहिँ एउटा चाहिँ हुन्छ नि अब जिम्मल मुखिया अथवा चाहिँ त्यो गाउँठाउँको चाहिँ पाएको मान ठान अथवा चाहिँ विदेशमा गएर पढ्न सक्ने खालको अवस्था भन्दा बाहेकका मान्छेहरू जब चाहिँ एजुकेसन चाहिँ सबैको पहुँचमा पुग्न थाल्यो अनि चाहिँ हामी राजनीतिमा अलिकति डाइभर्सिफिकेसन्स देख्न थाल्यौँ होइन। अनि त्यो डाइभर्सिफिकेसन चाहिँ सम्भवतः अब यो कम्युनिस्ट पार्टी अथवा अहिले हामीले भन्ने होइन एमालेको फर्ममा देख्न सकिन्छ। र त्यो डिस्टिङसन किन महत्त्वपूर्ण छ भने नेपालमा होइन जुन चाहिँ कङ्ग्रेस अथवा त्यतिखेरको चाहिँ होइन अब राप्रपाको फेरि यो के पनि बुझ्नु जरुरी छ भने राप्रपा भन्ने पार्टी चाहिँ प्रजातन्त्रको पुनर्स्थापना भइसकेपछि 1991 पछाडि नै खुलेको पार्टी हो होइन। त्यहाँभन्दा अगाडि राप्रपा भन्ने पार्टी नै थिएन, त्यो चाहिँ पूर्वपञ्चहरूको पार्टी हो। तर कङ्ग्रेसको स्थापना धेरै अगाडि नै भएको हो होइन। इभन कम्युनिस्ट पार्टीको स्थापना पनि कङ्ग्रेसको भन्दा पनि तपाईँ जब मैले धेरै पहिला पढेको कुरा हो त्यति चाहिँ क्लियर त छैन, तर कङ्ग्रेसभन्दा अगाडि पनि कम्युनिस्ट पार्टीको स्थापना भएको। तर अब अहिले जुन फर्ममा चाहिँ हामी एमाले भन्छौँ, माओवादी भन्छौँ, अब तिनीहरूको सुरुवात भनेको चाहिँ होइन अब यो प्रजातन्त्रको पुनर्स्थापना भएदेखि नै अथवा त्यहाँभन्दा अगाडिका चाहिँ यो होइन यो भूमिगत कालदेखि नै सुरु हुन्छ। र यसमा मैले एजुकेसन भन्दै थिएँ होइन। अब यो एजुकेसन किन महत्त्वपूर्ण छ नेपालको पोलिटिकल पार्टिजहरूलाई डिफ्रेन्सिएट गर्ने कुरामा, डिस्टिङ्ग्विस गर्ने कुरामा किन पनि महत्त्वपूर्ण छ भने तपाईँ को फेरि त्यो लिडरको कुरामा आउँछ। अब हामीले अहिलेसम्म के इस्टाब्लिस गर्यो भने राप्रपा भनेको फर्स्ट जेनेरेसन अफ इलिटहरू थिए, फर्स्ट जेनेरेसन अफ पोलिटिकल कन्सियसनेस पाउने मान्छेहरू थिए र जो चाहिँ दरबारको नजिक थियो, जो चाहिँ होइन
दरबारको नजिक थियो अथवा पञ्चायत कालमा पञ्चायतको बेनिफिसरी थियो होइन, अथवा पञ्चायतको चाहिँ संलग्न भएका मान्छेहरू थिए, उनीहरू नै राप्रपा भयो। त्यो अर्थमा नेपालको पोलिटिकल प्रोसेसको एउटा फर्स्ट जेनेरेसन चाहिँ राप्रपालाई मान्दा त्यति अतिशक्ति हुन्छ जस्तो लाग्दैन होइन। सेकेन्ड जेनेरेसन चाहिँ त्यसमा नअटाएका राजाको विरोध गर्ने र अलिकति एजुकेटेड ग्रुप, र त्यो एजुकेसन चाहिँ नेपालमा नभइकन होइन इन्डियामा भयो, वनराजतिर भयो क्या होइन। बिपी कोइरालाको चाहिँ तपाईँ हेर्नुहुन्छ भने बिपी कोइरालाले इन्डियातिर पढेर आउनुभयो। अब तर नेपालमा जस्तो अब कहाँ चाहिँ गएर डाइभर्जेन्स हुन्छ भन्दाखेरि र चाहिँ अब यो नेपालमा अलिकति त्यस पछाडि एजुकेसन अलिकति होइन, एजुकेसन चाहिँ गाउँठाउँ जताततै हुन थाले, स्कुलहरू खुल्न थाले, र त्यसमा चाहिँ नेपालको एमाले पार्टीको सोसलाइजेसनको प्रोसेस चाहिँ शिक्षकहरूबाट चाहिँ भएको हो भन्दा त्यो पनि फरक पर्दैन है। तपाईँ चाहिँ नेपालको इभन हाम्रो गाउँठाउँको चाहिँ लिडर्सहरू हेर्ने हो भने पनि धेरै जसो शिक्षक पृष्ठभूमिका हुनुहुन्छ, र यो शिक्षक पृष्ठभूमि भइसकेपछि नेपालमा अलिकति कम्युनिस्ट आन्दोलन भन्ने कुरो चाहिँ यो शिक्षा मार्फत नै अलिकति प्रोलिफरेट भएको हो भन्दाखेरि पनि गलत चाहिँ हुँदैन होइन। त्यो प्रोसेसमा त्यो प्रक्रियामा एमाले पार्टीको अथवा चाहिँ कम्युनिस्ट पार्टिजहरूको चाहिँ पोलिटिकल सोसलाइजेसनको बिन्दु भनेको चाहिँ एजुकेसन हो होइन। अनि एजुकेसन भइसकेपछि अब त्यहाँका भातृ सङ्गठनहरू खोल्ने कुरा भए होइन। अनि त्यस पछाडि होइन भातृ सङ्गठन सँगसँगै चाहिँ जब त्यो एजुकेटेड ग्रुप चाहिँ जब चाहिँ ब्युरोक्रेसीमा जोइन गर्छ, त्यहाँ एउटा ट्रेड युनियनहरू खोल्ने कुरा भए, र त्यसरी चाहिँ अब यो अहिलेको हामी जुन एमाले भन्छौँ होइन, एमालेको पार्टीको सुरुवात अथवा एमाले पार्टीको सोसलाइजेसन चाहिँ एमाले पार्टीको भनौँ न आधारबिन्दुहरू चाहिँ यसरी सुरु भयो। अब यसमा चाहिँ एउटा डिस्टिङसन चाहिँ के छ भने कङ्ग्रेसको भन्दा अलिकति एजुकेसनबाट होइन, अलिकति एजुकेसन स्कुलिङबाट, एजुकेसन सोसलाइजेसनबाट निस्केका मान्छेहरू नेपालको एजुकेसन सोसलाइजेसनबाट स्कुलका निस्केका मान्छेहरू चाहिँ धेरै जसो नेपाली एमालेका पहिलो पुस्ताका नेताहरू छन्। र यसैमा बुझ्नुपर्ने अर्को एउटा डिस्टिङसन पनि के छ भने हामी यो बिन्दुमा आइपुग्दाखेरि अब कङ्ग्रेसको शत्रु होइन राप्रपा अथवा के भन्छ दरबार भयो होइन, एमालेको शत्रु भनेको फेरि कङ्ग्रेस हो है फेरि। किनभने एमालेको चाहिँ उनीहरूको पोलिटिकल फिलोसफी के हो भने एकीकृत मार्क्सवादी लेनिनवाद कम्युनिस्ट पार्टी भनिसकेपछि वर्ग शत्रु होइन, ऊ चाहिँ वर्गको राजनीति गरिरहेको छ भनेपछि त्यो वर्गमा स्कुल पढ्ने होइन, स्कुल जाने, स्कुलबाट चाहिँ जागिर खाने भनेको त्यो मध्यम वर्ग हुन्छ। त्यो मध्यम वर्ग कस्तो मध्यम वर्ग हुन्छ भने अलिअलि आफ्नो जान पाल्नको लागि चाहिँ पुग्ने खेत जमिन भएको वर्ग हुन्छ। त्यहाँभन्दा बढी होइन त्यो मुखिया जिम्मल अथवा चाहिँ पुरानो होइन खानदानको व्यक्ति पनि हुँदैन क्या। अनि त्यो अर्थमा तपाईँले त्यो अर्थमा पनि तपाईँले एमालेको हेर्दाखेरि चाहिँ अलिकति बढी हिल ब्राह्मणहरू देख्ने कारण त्यो पनि हो होइन। तपाईँ चाहिँ कङ्ग्रेसको प्रभुत्व हेर्नुहुन्छ भने धेरै जसो चाहिँ तराई बेल्टको इन्डियासँग चाहिँ एक्सेस भएका नेताहरूको अलिकति बढी छ, अथवा हुन्छ नि तपाईँको उपत्यकाको पनि अझ पुरानो खालको चाहिँ त्यहाँ रजगज गरेका मान्छेहरू देखिन्छ होइन। अब त्यो डाइभर्सिटीको लागि चाहिँ कहिले अनुहारहरूमा फरक छ, तर मूल नेतृत्वमा चाहिँ त्यो खालको भिन्नता हामीले देख्न सक्छौँ। अब यो बिन्दुमा आइसक्दाखेरि अलिकति डिस्टिङसन के कुरामा गर्नुपर्छ भने के हो त होइन, बिपीको समाजवाद भनेको के हो, त्यसले के इन्टेल गर्थ्यो र त्यसले कुन समयको चाहिँ कुन समयलाई प्रतिनिधित्व गर्थ्यो भन्ने पनि बुझ्नुपर्छ होइन। अब बिपीको समाजवाद भनेको होइन एउटा दुनो गाई अब एउटा घर होइन भन्ने खालको थियो नि त। त्यो भनेको चाहिँ अब 1959तिर त्यतिखेर चाहिने कुरो अथवा नेपालको आधारभूत आवश्यकता भनेकै त्यही नै थिए होइन। त्यो अर्थमा चाहिँ बिपीको समाजवादले जे छ जुन स्ट्रक्चर छ जुन चाहिँ नेपालको स्ट्रक्चर छ त्यो स्ट्रक्चरलाई चाहिँ कन्टिन्युटी दिइकन सबैलाई चाहिँ होइन अलिअलि पुगोस् भन्ने खालको उहाँको समाजवाद भयो। अब जब चाहिँ यता अब अलिकति कम्युनिस्ट स्कुलिङले चाहिँ होइन, अब कम्युनिस्ट स्कुलमा हामीले सुनिने एउटा शब्द के छ भने अथवा एमालेको अझ विशेष गरी सुन्दाखेरि चाहिँ जनताको बहुदलीय जनवाद भनिन्छ होइन। अब यो जनताको बहुदलीय जनवाद भनेको के हो भन्ने कुरा बुझ्नको लागि चाहिँ अब एमालेको एमर्जेन्स कतिखेर भयो भन्ने कुरा पनि बुझ्नुपर्छ। अब एमालेको एमर्जेन्स भनेको अब त्यो 1991तिर जब चाहिँ कम्युनिस्ट ओल्ड पूर्ण रूपमा चाहिँ कोल्याप्स हुँदै थियो होइन, जब चाहिँ त्यो फर्मर सोभियत युनियन कोल्याप्स भइसकेको थियो, बर्लिन वाल ढलिसकेको थियो। अब त्यतिखेर चाहिँ के भयो भन्दाखेरि ती देशमा भएका कम्युनिस्ट मानिने देशहरूले है, त्यहाँको चाहिँ कम्युनिस्ट देशहरूले अब
चाहिँ एकात्मक होइन त्यो अटोक्रेटिक रिजिम अथवा चाहिँ होइन पार्टीलेस सिस्टमबाट र सोसलिस्टिक एलिमेन्टहरू होइन पूर्ण रूपमा चाहिँ सरकारको कब्जामा रहेका मिन्स अफ प्रोडक्सन चाहिँ सरकारको केन्द्रमा गरेर चाहिँ जुन खालको चाहिँ इकोनोमिक मोडललाई अप्नाइएको थियो त्यो कोल्याप्स भइसकेपछि त्यहाँका पार्टिजहरूले चाहिँ अब एउटा युरो कम्युनिजम भन्छ क्या, त्यो भनेको चाहिँ कम्युनिस्ट कम्पोनेन्टहरू राख्ने होइन, त्यो चाहिँ एउटा लेफ्टिस्ट कम्पोनेन्टहरू राख्ने, तर चाहिँ डेमोक्रेटिक प्रोसेसमा चाहिँ देशहरू होइन त्यहाँको देशको सिस्टमहरू चाहिँ अगाडि जाने भन्ने खालको सबैतिर चाहिँ त्यो खालको लहर चल्यो। अनि र एमालेको त्यो जनताको बहुदलीय जनवाद भनेको पनि त्यही हो। त्यसको अर्थ के हो भने कम्युनिस्ट पार्टी चुनाव लड्दैनन् है, तर कम्युनिस्ट एलिमेन्ट होइन त्यो लेफ्टिस्ट एलिमेन्ट चाहिँ कायम राखेर र त्यो उपलब्धिको लागि चुनावमा गएर आफ्नो सत्ता चाहिँ स्थापित गर्ने भन्ने चाहिँ त्यो दोस्रो त्यो हुन्छ नि, यो कोल्ड वार शीत युद्ध कोल्ड वारको अन्त्य भइसकेपछि कम्युनिस्ट ब्लक चाहिँ पूर्ण रूपमा कोल्याप्स भइसकेपछि त्यो जेनरल कन्सेन्सस चाहिँ जहाँ चाहिँ कम्युनिस्ट रिजिमहरू थिए त्यहाँ आयो र त्यसलाई नै अनुसरण, त्यो पोलिटिकल क्लाइमेटको अनुसरण एमालेको जनताको बहुदलीय जनवादले गरेको हो होइन। कम्युनिस्ट पार्टी चाहिँ कहीँ पनि इलेक्सन लड्दैनन्, जेनरली भन्ने हो भने कम्युनिस्ट पार्टी इलेक्सन लड्दैनन् र चाहिँ एउटा प्रजातान्त्रिक प्रणालीबाट जाँदा पनि जाँदैनन् र इकोनोमिक सिस्टम पनि होइन एउटा चाहिँ इन्डिभिजुअल राइट टु प्रपर्टी भन्ने कुरालाई क्वेसन गर्छन्, बरु चाहिँ त्यो इन्डिभिजुअलमा भन्दा पनि एउटा कलेक्टिभिजममा चाहिँ विश्वास गर्ने हुन्छन्। तर त्यो एमालेको इमर्जेन्स, नामको इमर्जेन्स अथवा त्यो पार्टीको इमर्जेन्स यस्तो समयमा भइदियो कि जब चाहिँ पुरै हुन्छ नि त्यो कम्युनिस्ट ओल्ड नै कोल्याप्स भएको बेलामा भइदिइसकेपछि उनीहरूले त्यहाँका कम्युनिस्ट पार्टिजहरूले जे गरे त्यही कुरालाई एमालेले अनुसरण गरेको हो है। अब त्यो अर्थमा जो जनताको बहुदलीय जनवादको अर्थ त्यो हो र अब यतिसम्म आइसक्दाखेरि सबभन्दा त हामीले के कुराहरू चाहिँ डिस्टिङ गऱ्यौँ भने कङ्ग्रेस होइन फर्स्ट जेनेरेसन चाहिँ राप्रपा होइन, पूर्वपञ्चहरू राप्रपा, कङ्ग्रेस भनेको त्यो दरबारको विरुद्ध गर्ने दोस्रो जेनेरेसन अफ इलिट भन्दा पनि दोस्रो जेनेरेसन अफ पोलिटिकल्ली कन्सियस पिपुल होइन, पोलिटिकल्ली कन्सियस पिपुल। र पोलिटिकल कन्सियस भनेको सबै मान्छे त्यतिखेरको पोलिटिकल कन्सियस हुँदैन, जसलाई चाहिँ त्यो शक्तिसँग सरोकार छ, त्यो पोलिटिकल प्रोसेसमा इन्भल्भ छन्, ती मान्छे मात्र फेरि पोलिटिकल कन्सियस हुन्, सबैजना होइन। जस्तो कि मेरो हजुरबा सम्भवतः पोलिटिकल कन्सियस हुनुहुन्थेन होला होइन, उहाँलाई चाहिँ त्यो स्टेक पनि थिएन, त्यो खालको इन्ट्रेस्ट पनि थिएन र सम्भवतः जुन खालका चाहिँ ती गतिविधि हुन्थे, त्यो राजनीतिक गतिविधि हुन्थे, उहाँको त्यसमा स्टेक पनि थिएन। त्यस कारणले त्यो उहाँ चाहिँ हाम्रो फ्यामिलीमा भन्ने हो भने माई फादर इज अ फर्स्ट जेनेरेसन अफ होइन पोलिटिकल कन्सियसनेसमा हाम्रो बुवा चाहिँ पहिलो कन्सियस हो जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यही भएर त्यो सोसलाइजेसन, पोलिटिकल सोसलाइजेसनको प्रोसेसमा को इन्भल्भ भयो भएन भन्ने कुराले पनि डिटर्माइन गर्छ र त्यो अर्थमा दोस्रो जेनेरेसन चाहिँ कङ्ग्रेस भयो, तेस्रो जेनेरेसन चाहिँ एमाले हो र एमालेमा अझ हेर्दाखेरि अझ तपाईँले चाहिँ अझ पार्टीको नेता पङ्क्ति हेर्दाखेरि चाहिँ अझ एजुकेसन स्कुलिङबाट भनेको स्कुलहरूको सुरुवात भइसकेपछि त्यो शिक्षकवर्ग र शिक्षकवर्गको इन्फ्लुएन्समा भएका मान्छेहरू र त्यो सँगसँगै चाहिँ जसरी चाहिँ क्याम्पसहरू खुल्न थाले, त्यसै गरी चाहिँ त्यसका चाहिँ भातृ सङ्गठनहरू होइन अनेरा सभीहरू खुल्न थाले, अनि त्यसरी चाहिँ अथवा स्कुलमै पनि अनेरा सभी भनिन्थ्यो पहिला, त्यसरी चाहिँ यो थर्ड जेनेरेसन अफ इम्प्रिन्ट चाहिँ एमालेमा पुगेको हो। अब माओवादी आउँछ पिक्चरमा र माओवादीको हामीले सुनिने भनेको प्रचण्ड पथ हो। अब माओवादीको डाइभर्जेन्स अथवा माओवादीको सुरुवात चाहिँ के अर्थमा भयो भन्दाखेरि माओवादी एमाले चाहिँ जुन खालको चाहिँ अब कम्युनिस्ट पार्टी अथवा चाहिँ लेफ्ट बेन्डिङ पार्टिजहरूले चाहिँ स्ट्रक्चरलाई चेन्ज गर्ने कुरो हो होइन, त्यो स्ट्रक्चर छ, स्ट्रक्चरल अवेरनेसको कुरो हो होइन। यहाँ चाहिँ एउटा हाइरार्की छ, त्यो हाइरार्कीलाई नै मान्ने हो भने सधैँ त्यो हाइरार्कीकै अनुसार चाहिँ प्रोग्रेस भयो भने पनि त्यही जुन जसरी चाहिँ त्यो ट्रेनको लिक छ त्यसरी नै प्रोग्रेस हुन्छ, तल भएको मान्छे तलै रहन्छ, माथि भएको मान्छे माथि नै रहन्छ भन्ने खालको अन्डरस्ट्यान्डिङ उनीहरूमा हुन्छ होइन, त्यो इकोनोमिक डिटर्मिनिजमको कुरा तिनीहरूमा हुन्छ। तर एमाले त्यो गर्न सकेन होइन। एमाले चाहिँ जे छ त्यसलाई भन्ने नै हो भने तपाईँले मेरो ओपिनियन मान्नुहुन्छ भने जे छ त्यसलाई नै होइन त्यो आत्मस्वीकारती गरेको हो। र तपाईँले चाहिँ अब हाम्रो गाउँको घरमा एउटा मूल्याङ्कन भन्ने पत्रिका हुन्थ्यो क्या,
यो चाहिँ लेफ्टिस्टहरूको वामपन्थीहरूको पत्रिका हो। त्यसमा यो 2051-52 सालतिर चाहिँ संयुक्त जनमोर्चा भन्ने बाबुराम भट्टराईले त्यतिखेर चलाउनुहुन्थ्यो। त्यहाँ लेखेको थियो कि ए काङ्ग्रेस एमाले एउटै हुन्, सबै यथास्थितिवादी हुन् भन्ने खालको त्यो एउटा मैले त्यहाँ त्यो कभर पिक्चर देखाएको थिएँ। भन्नुको अर्थ त्यतिखेर एमाले आफू चाहिँ होइन कम्युनिस्ट चरित्र भए पनि त्यसलाई सेक गर्नको लागि चाहिँ त्यो त्यत्रो ठुलो विद्रोह गरेन। हुन त अब जस्तो झापामा होइन झापा क्रान्ति भयो, तर अथवा चाहिँ भित्रभित्र के अरे अब अथवा त्यो अन्डरग्राउन्ड पोलिटिक्स पनि भयो, तर त्यसले वस्तुगत रूपमा संवैधानको होइन संवैधानिक रूपमा अथवा चाहिँ जुन चाहिँ संरचना हो त्यसलाई त्यसको आवाज उठायो। तर त्यसको सुनिश्चित गर्नको लागि चाहिँ त्यो प्रतिनिधित्वको हिसाबले होइन त्यो संविधानको स्वरूप अथवा चाहिँ समाजको स्वरूप समाजको संरचना परिवर्तन गर्ने तरिकाको चाहिँ खास कदम चलाउन सकेन माओवादीको नजरमा। किनभने होइन त्यसले चाहिँ जसरी चाहिँ संसद चुनिन्थ्यो, संसद चुनिने कुरालाई पनि त्यसलाई चाहिँ होइन अनुमोदन गर्यो। अब माओवादीको विमति चाहिँ के भयो भन्दाखेरि जे छ त्यो कुरो सही छैन होइन। त्यो यसले चाहिँ अब मैले अहिले प्रयोग गर्ने शब्द इलिट रिप्रोडक्सन भन्छु नि, त्यो इलिट रिप्रोडक्सनलाई नै कन्टिन्युटी दिन्छ। जे माओवादी तपाईँले चाहिँ कङ्ग्रेस नै देखे पनि एमाले नै देखे पनि एमाले चाहिँ वर्गशत्रु देखे पनि एमालेको पनि जुन नेता पङ्क्ति छ त्यो नेता पङ्क्तिमा पनि त्यही उच्च जातकै मान्छे छन् होइन। उनीहरूले एमाले र माओवादीले होइन रिप्रेजेन्ट गर्ने स्वार्थमा खासै फरक छैन। एउटा चाहिँ जेनेरेसनको मात्र फरक हो अथवा चाहिँ अलिकति समयको ल्यागको मात्र फरक हो भन्ने खालको उनीहरूले धारणा राखेर र त्यसको लागि पूर्ण रूपमा संविधान सभा नै जे संविधान छ त्यो संविधानलाई नै पुनर्लेखन गरिनुपर्छ र संविधान सभाको चुनाव आवश्यकता छ भन्ने तरिकाको उनीहरूले धारणा राखे। त्यस कारणले चाहिँ उनीहरू जनयुद्धमा गए। तर जनयुद्ध सुरु हुँदाखेरि के कुरा चाहिँ मिसअन्डरस्ट्यान्ड गर्नु हुँदैन भने त्यतिखेर राज संस्थालाई चाहिँ फाल्ने होइन अथवा चाहिँ साम्यवाद जुन चाहिँ हामी चाहिँ कम्युनिस्ट होइन माओवादी त्यो कम्युनिस्ट फिलोसफीको चाहिँ जुन साम्यवाद भन्छौँ नि ती साम्यवादी प्राप्ति भन्ने खालका चाहिँ कुराहरू कहीँ पनि उनीहरूको दस्तावेजमा थिएनन् होइन। 12 बुँदे तपाईँको चाहिँ त्यो मागहरू भनेको पूर्ण रूपमा त्यो अलिकति होइन त्यतिखेर महाकाली सन्धिका कुराहरू थिए, संविधान सभाका कुराहरू थिए, केही फरक कुराहरू थिए। तर उनीहरू चाहिँ के कुरामा चाहिँ हेल्पबेन्ट थिए भन्दाखेरि उनीहरू युद्ध नै गर्नुपर्छ होइन र अब त्यो युद्ध गरिसकेपछि कुन डिरेक्सनमा पुगिन्छ भन्ने कुराको खासै अवेरनेस थिएन। तर युद्ध गरेर अलिकति जे चाहिँ संरचना छ त्यो संरचनालाई भत्काउनुपर्छ, त्यसलाई चाहिँ होइन एक हिसाबको सेक दिनुपर्छ भन्ने चाहिँ उनीहरूको अन्डरस्ट्यान्डिङ थियो। र त्यो अन्डरस्ट्यान्डिङ रहँदाखेरि त्यो एउटा बुझाइ चाहिँ के थियो भन्दाखेरि यसले जुन प्रोसेस छ त्यो प्रोसेसले चाहिँ प्रोसेसमा केही भिन्नता भएन। हामी चाहिँ एउटा नयाँ सोसल बेस नयाँ चाहिँ पोलिटिकल बेसलाई चाहिँ हामीले ल्याउनुपर्छ भन्ने खालको बुझाइबाट चाहिँ जनयुद्ध भयो र माओवादीको डाइभर्जेन्स त्यही कुरामा भयो। र माओवादीको चाहिँ अब तपाईँले अहिले हेर्नुहुन्छ भने हामी नेपाललाई अब गणतान्त्रिक सङ्घीय गणतान्त्रिक होइन धर्मनिरपेक्ष देश भन्छौँ र भन्ने नै हो भने यी सबै मुद्दाहरू चाहिँ माओवादीको जनयुद्धको उपज चाहिँ हो। माओवादी मात्र हो चाहिँ भनिँदैन, तर माओवादी जनयुद्धको उपज यस अर्थमा हो। र अब यो प्रचण्ड पथ भन्ने पनि सम्भवतः अब यही डिस्कोर्सबाट निस्केको कुरा हो। अब जस्तो तपाईँले चाहिँ अब माओवादी पार्टीमा हेर्ने हो भने अब यसले कसको सोसल अब फेरि माओवादी पार्टीको लिडर्सहरू हेरौँ होइन। अब यो माओवादी पार्टीको लिडरहरू हेर्दाखेरि चाहिँ के देखिन्छ, अब अहिलेको तपाईँले लिडरहरू हेर्नुहुन्छ भने त्यो पनि मूल नेतृत्व मेरो नजरमा चाहिँ त्यति फरक होइन जस्तो लाग्छ। त्यो पनि ब्राह्मण क्षेत्री नै हो होइन, कङ्ग्रेसको पनि ब्राह्मण क्षेत्री नै हो, एमालेको पनि ब्राह्मण क्षेत्री नै हो। तर अलिकति दोस्रो लेभलमा चाहिँ अलिकति डाइभर्सिटी हो कि जस्तो देखिन्छ होइन। अलिकति जुन चाहिँ यो मध्यपश्चिमाञ्चलको अलिकति यो मगराज क्षेत्रको अलिकति सेन्टिमेन्ट बोकेर होइन। अब जस्तो अलि माथिल्लो लेभलमै वर्षमान पुनहरू हुनुहुन्छ। अब इभन होइन माथि चाहिँ अब प्रकाण्डहरू पछि त उहाँहरू छुटिनुभयो, तर त्यो नेतृत्वमा अलिकति डाइभर्सिफिकेसन दिन खोजेको हो कि जस्तो चाहिँ देखिन्छ। तर पनि त्यसमा पनि मूल नेतृत्वमा चाहिँ त्यति फरक छैन। र त्यो मूल नेतृत्व अहिले मैले पोलिटिकल सोसलाइजेसनको कुरा त्यो एजुकेसन सोसलाइजेसनको कुरा गर्दाखेरि त्यो नेपालको एजुकेसन र अझ अलिकति एक स्टेप अगाडि जाँदाखेरिको चाहिँ त्यो पाएको प्रोसेसको त्यो एजुकेसनल
होइन एजुकेसनमा चाहिँ एजुकेसनको एक्सेस वृद्धि हुँदाखेरिको उपजहरू पनि हो होइन। अब जस्तो बाबुराम भट्टराई भन्ने हो भने इन्डिया नै गएर पढ्नुभएको होइन। अब त्यो कोलम्बो प्लान अनुसार इन्डिया गएर फर्केको मान्छे भनिसकेपछि त्यहाँ पनि कतै न कतै एजुकेसन र एजुकेसन सोसलाइजेसन चाहिँ जोडिएको छ। र अब माओवादीको बेस भनेको चाहिँ अलिकति जुन क्षेत्रमा चाहिँ एमाले काङ्ग्रेसको चाहिँ अलिकति पेनिट्रेसन पुग्न सकेको थिएन होइन। त्यो अलिकति यो मध्यपश्चिमाञ्चलको अब रुकुम रोल्पा होइन, अब यो जस्तो क्षेत्रहरू, अब इभन सुरुमा त अब मधेसको क्षेत्रहरू होइन, अब यो क्षेत्रहरूमा चाहिँ आधारशिला बनाएर उनीहरूले चाहिँ राजनीति गरेको हो। अब डिस्टिङसन के त भन्दाखेरि एमालेबाट डिस्टिङसन भनेको चाहिँ होइन, एमाले कम्युनिस्ट पार्टी भइकन पनि संरचनागत रूपमा परिवर्तन गर्न सकेन भन्ने खालको त्यो खालको बुझाइ अनुसार नै अब माओवादीको पार्टीको सुरुवात भयो। अब त्यसमा बिचमा एउटा अर्को महत्त्वपूर्ण कुरा के पनि छ भने 56 सालमा को चुनाव हुँदाखेरि एमाले पार्टी फुट्यो होइन। एमाले पार्टी चाहिँ वामदेव गौतमको नेतृत्वमा एउटा नयाँ पार्टी बन्यो र एमाले मूल पार्टी चाहिँ त्यहीँ बस्यो। अब त्यो फुट्दाखेरि पनि सम्भवतः माओवादीको जुन आन्दोलनलाई अलिकति बलजल दिने काम चाहिँ त्यो जुन चाहिँ अर्को के अरे कम्युनिस्ट घटक थियो, त्यो कम्युनिस्ट घटक फुट्नुको कारणले गर्दाखेरि पनि माओवादीलाई अलिकति त्यो इम्पेटस चाहिँ त्यहाँबाट पनि मिलेको छ होइन। र त्यो भनिरहँदाखेरि अब यो के भन्दाखेरि चाहिँ गलत हुँदैन भने माओवादी पार्टीको पोलिटिकल बेस भनेको जुन पोलिटिकल डेमोग्राफिक्सलाई चाहिँ एमाले काङ्ग्रेस र राप्रपाले समेट्न सकेन, त्यो चाहिँ नयाँ पोलिटिकल जेनेरेसन होइन, त्यो नयाँ पोलिटिकल जेनेरेसन सहित भएर चाहिँ माओवादीमा गएको र त्यो गइरहँदाखेरि पूर्ण रूपमा एउटा नयाँ बेस पनि होइन, त्यो चाहिँ धेरै जसो चाहिँ जस्तो अहिले मैले भने जस्तो एमालेको जुन चाहिँ कम्युनिस्ट बेस हो अथवा लेफ्टिस्ट बेस हो, त्यो बेस पनि गएर चाहिँ माओवादीमा जोडिन पुगेको अथवा त्यो सेन्टिमेन्ट्स गेन गर्न सकेको हो। त त्यो तल्लो लेभलमा चाहिँ त्यसरी चाहिँ त्यो जुन अलिकति एमालेको फुटले गर्दाखेरि पनि त्यसमा उनीहरूलाई चाहिँ टेवा पुगेको। अनि जब चाहिँ होइन अब 2059 विक्रम सम्वतमा जब चाहिँ वीरेन्द्र त्यतिखेरको तत्कालीन राजा वीरेन्द्रको चाहिँ वंशनाश भयो, अनि त्यसपछि बल्ल चाहिँ यो गणतन्त्रको होइन खुङ्खार रूपमा चाहिँ माओवादीले त्यतिखेरदेखि अनि गणतन्त्र भन्ने पनि उनीहरूको एजेन्डा बन्न पुग्यो। त्यहाँभन्दा अगाडि चाहिँ मोरओभर यो संविधान सभाको चुनाव गराऊ, संविधान सभा भन्ने कुरा नै अझ संविधान सभाको चुनाव भन्ने कुरा नै उनीहरूको चाहिँ प्रमुख एजेन्डा थियो। र अब बेसको कुरा गर्दाखेरि अलिकति भन्ने हो भने जुन चाहिँ होइन अलिकति राज्यबाट टाढा भएका र प्रमुख पार्टीहरूले समेट्न नसकेको वर्ग समुदाय, राजनीतिक रूपमा समेट्न नसकेको वर्ग समुदायलाई को सेन्टिमेन्ट्सलाई क्याच गरेर र उनीहरूलाई चाहिँ राजनीतिक अधिकार दिलाउने काममा माओवादीको यसमा भूमिका छ भन्दा फरक पर्दैन। र त्यो सँगसँगै सबैको छ, तर त्यसमा अझ जुन अब नेपालको चाहिँ जुन राजनीतिक अवस्थामा अहिले अवस्थित छौँ त्यसको लागि चाहिँ जनयुद्ध पनि महत्त्वपूर्ण कडी चाहिँ हो। र अब अहिलेसम्म आइपुग्दाखेरि हामीले इस्टाब्लिस गरेको कुरा चाहिँ के हो भने एउटा त्यो पोलिटिकल पार्टिजहरूको एमर्जेन्स भनेको त्यतिखेरका पार्टिजहरूको विरुद्धमा त्यो खालको चाहिँ पोलिटिकल सेन्टिमेन्ट क्रिएट गरेर एमर्जेन्स भएको हो। र त्यो कुरालाई चाहिँ अहिले हामी अब त्यो चाहिँ होइन अब कङ्ग्रेसले राजा मन नपराउने अथवा चाहिँ हुन्छ नि त्यो पञ्चायत मन नपराउने, एमाले पनि पञ्चायत मन नपराउने र त्यो प्रजातन्त्रमा आइसकेपछि कङ्ग्रेसलाई मन नपराउने, माओवादीले चाहिँ कङ्ग्रेस र एमालेको चाहिँ त्यो किचलो र जुन खालको चाहिँ मध्यावधि चुनाव हुने अनि त्यसपछि होइन थरी चाहिँ प्रधानमन्त्रीहरू परिवर्तन भइराख्ने जुन पद्धति थियो त्यसको विरोधमा गर्यो। र अब अहिलेको जुन हामी अब अहिलेको बिन्दुमा आइपुग्दाखेरि जुन राष्ट्रिय स्वतन्त्र पार्टी भन्छौँ, यो फेरि सबै पार्टिजहरूको यो जसरी चाहिँ माओवादी एमाले र कङ्ग्रेसको जुन प्रजातान्त्रिक अभ्यासमा विरक्त भएर जसरी चाहिँ माओवादीको उत्पन्न हुनु पुग्यो, त्यसरी नै रासपाको उत्पत्ति एमाले काङ्ग्रेस र माओवादीको चाहिँ प्रजातान्त्रिक अभ्यास होइन प्रजातान्त्रिक र चुनावी अभ्यासबाट चाहिँ विरक्तिएका मान्छेहरूको सेन्टिमेन्ट क्रिएट गर्दै चाहिँ रासपा अहिलेसम्म आउन पुगेको। अब यो रासपाको पोलिटिकल बेस के हो
भन्ने कुरा बुझ्नको लागि अथवा चाहिँ रासपाका होइन नेतृत्व पङ्क्ति बुझ्नको लागि यो चाहिँ फेरि के हो भने फेरि पनि अगेन यो चाहिँ नसमेटिएको भन्दा पनि होइन कुनै न कुनै रूपमा चाहिँ नसमेटिएको भन्दा पनि यो चाहिँ सेकेन्ड जेनेरेसन होइन अब यो अलिकति फर्स्ट जेनेरेसन अफ पोलिटिकल कन्सियसनेस भन्दा पनि पहिला पाइसकेका होइन परिवारका सदस्यहरू अथवा अलिकति कतै न कतै चाहिँ इलिट होइन कतै न कतै चाहिँ नेपालको ब्युरोक्रेसीमा काम गरेका परिवारका सन्तानहरू अथवा होइन राजनीतिक रूपमा नै गरेका सन्तानहरू जस्तो चाहिँ देखिन्छ। किनभने बालेन्द्र शाह पनि एक्सक्युज मी हेर्ने हो भने बालेन्द्र शाह पनि हेर्ने हो भने चाहिँ एउटा पोलिटिकल परिवारबाटै आएका मान्छे हुन् होइन। अब इभन रवि लामिछानेको पनि रवि लामिछानेको दाईको अलिकति हेर्दाखेरि उहाँको पनि कतै न कतै पोलिटिकल ओरिएन्टेसन भएको देखिन्छ। तपाईँ स्वर्णिम वाग्लेको हेर्नुहुन्छ भने चाहिँ अब बुवा चाहिँ 2 पुस्ते 3 पुस्ते कङ्ग्रेस भन्ने कुराहरू सुनिन्छ होइन। अब विभिन्न अनुहारहरू त्यहाँ भएका अनुहारहरूको पनि कतै न कतै चाहिँ पहिला कुनै पार्टिजहरूसँग चाहिँ संलग्न भएर एउटा यो पूर्ण रूपमा राजसभाको मूल नेतृत्व चाहिँ जसरी चाहिँ त्यो जेनेरेसन फर्स्ट जेनेरेसन सेकेन्ड जेनेरेसन जुन नयाँ पार्टीको इमर्जेन्ससँगै नयाँ पोलिटिकल कन्सियसनेस भयो त्यो मूल नेतृत्व चाहिँ त्यो होइन। तर डेमोग्राफिक्स वाइज चाहिँ त्यसको सपोर्ट बेस चाहिँ फेरि हो। किनभने यो अहिले नयाँ पुस्ताहरू जुन छौँ होइन हामी जस्तो नयाँ पुस्ता जसले चाहिँ 62-63 को आन्दोलन देखेन, जसले चाहिँ 46 सालको चाहिँ होइन आन्दोलन देखेन, जुन पोलिटिकल प्रोसेसमा पोलिटिकल सोसलाइजेसनको प्रोसेसमा अथवा चाहिँ त्यो पोलिटिकल पार्टिसिपेसनको प्रोसेसमा चाहिँ आफूलाई संलग्न भएन र आफ्नो पोलिटिकल आइडेन्टिटी बनाइसकेको छैन, त्यो मान्छेहरूको चाहिँ भिड भने चाहिँ फेरि अहिले राजसभामा देखिन्छ होइन। अथवा भनौँ न त्यो जुन पार्टीगत रूपमा त्यो होइन नेपालको सोसलाइजेसनको प्रोसेसमा नेपालको चाहिँ एजुकेसन प्रोसेसमा जसरी चाहिँ अनेरा सोभी हुनु परेन अथवा नेविसङ हुनु परेन, अनेरा सोभी क्रान्तिकारी हुनु परेन, ती मान्छेहरूको ग्रुप भनेको चाहिँ फेरि राजसभाप्रति चाहिँ सिम्पथाइज गरेको हो कि जस्तो देखिन्छ। अथवा इभन डेमोग्राफिक रूपमा पनि अलिकति यङ पुस्ताहरूमा र यो जेन्जी आन्दोलन पछाडि अलिकति त्यतातिर चाहिँ ओरिएन्टेसन भएको हो कि जस्तो। अब रिजनल पार्टिजहरूको हेर्दाखेरि चाहिँ जस्तो कि अब अलिकति रिजनल पार्टिज भन्ने कुरा पहिला पनि थियो होइन। जस्तो कि तपाईँ चाहिँ 2046 सालको 1991 को इलेक्सनमा हेर्नुहुन्थ्यो भने पनि त्यतिखेर सद्भावना पार्टी भन्ने थियो। पछि अब होइन जनयुद्ध भइसकेपछि र 62-63 सालको यो कन्स्टिट्युसन एसेम्ब्लीको इलेक्सन हुँदाखेरि फोरम मधेसी फोरम भन्ने निस्कियो होइन। अनि त्यो मधेसमा मात्र केन्द्रित थियो। अनि पछि गएर चाहिँ अब यो कैलाली टिकापुर घटना भइसकेपछि यता नागरिक उन्मुक्ति पार्टी भन्ने निस्कियो। अहिले अब त्यो सँगसँगै अरू पार्टिजहरू पनि छन्। अब अहिले अब यो जुन यो मधेसी फोरम अथवा चाहिँ होइन जसपा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका पार्टिजहरूको चाहिँ अलिकति त्यो ओल्ड लिडरसिपलाई ट्याकल दिनको लागि फेरि यता होइन सिके राउतको अब जनमत पार्टी भन्ने छ। अब यी पार्टिजहरूको इमर्जेन्स चाहिँ के अर्थमा भएको भने अनि यो थिमलाई अलिकति हामी पछि पोलिटिकल पार्टिजहरूको चाहिँ कम्पोजिसनसँग पनि जोड्न सकिन्छ। अब यी पार्टिजहरूको इमर्जेन्स चाहिँ जब चाहिँ जुन हामी नेसनल पार्टीहरू भन्यौँ नि, त्यो नेसनल पार्टिजहरूको लिडरसिप चाहिँ एक हिसाबले एउटै समुदायसँग चाहिँ केन्द्रित छ। त्यस कारणले त्यो समुदायमा अथवा यी पार्टिजहरूमा आफ्नो स्वार्थ प्रतिनिधित्व नहुने देखेर अथवा आफ्नो समुदायको प्रतिनिधित्व नहुने देखेर र अथवा त्यो टप लिडरसिपमा चाहिँ आफू पुग्न नसक्ने जस्तो देखिएको हुनाले यो रिजनल बेल्टमा चाहिँ यी रिजनल पार्टिजहरूको उदय भएको र यो उदय अझ प्रोमिनेन्ट रूपमा चाहिँ कन्स्टिट्युसन एसेम्ब्लीमा संविधान बनाउनेको बेलामा अझ बढी देखियो। अब यो टिकापुर घटनाले गर्दाखेरि अझ पछि आयो र अब अहिले अलिकति नयाँ जेनेरेसन अब सिके राउतहरू जस्तोको चाहिँ होइन त्यो नयाँ पुस्ताले पनि अझ त्यो कुरालाई चाहिँ मलजल गर्ने काम गरेको छ। अब त्यो अर्थमा रिजनल पार्टिजहरूले चाहिँ एउटा रिजन बेसको अथवा एउटा इथनिक क्लस्टरको स्वार्थ प्रतिनिधित्व गर्ने काम गरेका छन् र त्यो हुनुको पछाडिको कारण भनेको चाहिँ मेन पार्टिजहरूमा उनीहरूको जुन खालको चाहिँ पोलिटिकल स्पेस छ, जुन खालको चाहिँ पोलिटिकल पावर छ, त्यसलाई रेकग्नाइज गर्न नसकेर त्यही अनुसारको चाहिँ उनीहरूले त्यहाँ माथि स्थान नपाउँदाखेरि यी पार्टिजहरूको चाहिँ इमर्जेन्स भएको छ। अब यो समराइज गर्दाखेरि आई थिङ्क होइन लगभग 40 मिनट पनि भएछ। यत्रो चाहिँ बनाउने मेरो मूल आशय थिएन।
यो समराइज गर्दाखेरि के चाहिँ देखिन्छ भने यी पोलिटिकल पार्टिजहरू चाहिँ एक लेभलको टाइमको एमर्जेन्स हुन् र यिनीहरूले रिप्रेजेन्ट गर्ने लिडर्सहरू अथवा चाहिँ त्यो पोलिटिकल बेस भनेको चाहिँ सम्भवतः उनीहरूको पोलिटिकल सोसलाइजेसन प्रोसेसबाट जान्न सकिन्छ र त्यो पोलिटिकल सोसलाइजेसन चाहिँ नेपालको होइन नेपालमा चाहिँ पोलिटिकल सोसलाइजेसन भन्ने कुरो चाहिँ यो चाहिँ के को फङ्सन हो भन्दाखेरि चाहिँ एउटा पोलिटिकल जेनेरेसनको फङ्सन हो भन्दा फरक पर्दैन होइन। जस्तो राप्रपा चाहिँ फेरि पनि रिट्रेट गर्दाखेरि त्यो प्रधान पञ्च अथवा चाहिँ पञ्चायतकालको बेनिफिसरी, कङ्ग्रेस चाहिँ त्योसँग असन्तुष्ट भएको त्यसमा नसमेटिएको ग्रुप र प्रिडोमिनेटली चाहिँ होइन मूल नेतृत्व भनेको चाहिँ अलिकति होइन त्यतिखेरको एउटा फर्स्ट जेनेरेसन अफ इलिट वर्ग, फर्स्ट पोलिटिकल्ली कन्सियस भएको पुस्ता र त्यसको स्पेयर अफ इन्फ्लुएन्समा भएको मान्छे, अनि एमाले भनेको चाहिँ फेरि त्यो कङ्ग्रेससँग चाहिँ असन्तुष्ट भएको नयाँ पुस्ता, जुन नयाँ उदाउँदो पोलिटिकल फोर्स जो चाहिँ कङ्ग्रेससँग सन्तुष्ट थिएन अथवा कङ्ग्रेसले चाहिँ आफ्नो स्वार्थ प्रतिनिधित्व गर्न सक्दैन थियो, प्लस एउटा चाहिँ लेफ्टिस्ट बेन्ट। त्यो लेफ्टिस्ट बेन्ट भनेको चाहिँ होइन अब यो अब कम्युनिस्टको होस् अथवा चाहिँ मार्क्सवादी लेनिनवादी भन्ने यो ट्यागहरू राखे पनि उनीहरू चाहिँ अब अलिकति एग्रारियन बेस होइन, जहाँ चाहिँ अलिकति त्यो भन्ने हो भने त्यो ठुलो चाहिँ अब जिम्मल मुखिया अथवा चाहिँ ठुलो अब यो ठुलो मात्रामा चाहिँ जग्गा जमिन नभएका ठिकै जग्गा जमिन भएका होइन, त्यो अर्थमा। अनि कङ्ग्रेसले फेरि अब कङ्ग्रेसले चाहिँ जुन कम्युनिस्टहरूको चाहिँ इमर्जेन्स भइसकेपछि कङ्ग्रेसले चाहिँ त्यो जग्गा जमिन हुने खालको मान्छेहरूको स्वार्थ प्रतिनिधित्व गर्न उनीहरूलाई बचाउ गर्नको लागि पनि धेरै मान्छे कङ्ग्रेस भएको जस्तो पनि देखिन्छ। अब यी कुराहरूमा अझै धेरै इन्ट्रिकेसिजहरू छन् होइन, तर अब आधारभूत रूपमा हेर्दाखेरि चाहिँ यसरी एउटा टाइम लाइनको हिसाबले हेर्नुपर्छ र त्यतिखेर एमर्ज भएका पोलिटिकल कन्सेप्ट होइन, त्यो त्यतिखेर एमर्ज भएको चाहिँ जेनेरेसनलाई चाहिँ बुझ्नुपर्छ। र त्यो भन्दाखेरि नेपालको राजनीतिक परिचय, नेपालको मान्छेहरूको राजनीतिक परिचय चाहिँ त्यसको पोलिटिकल पुस्तासँग होइन, जसरी चाहिँ हामी आइफोन 17-18 भन्छौँ, जसरी चाहिँ त्यसरी गर्दाखेरि पनि खासै फरक पर्दैन जस्तो लाग्छ मलाई चाहिँ। किनभने यो चाहिँ टाइमिङको कुरो हो। नेपालमा को मान्छे को पार्टीसँग चाहिँ सम्बन्धित हुन्छ भन्ने कुरा चाहिँ उसले कुन समयमा आफ्नो पोलिटिकल कन्सियसनेस पायो भन्ने कुराले गरेको छ। र लिडरको हकमा पनि त्यही हो। र पार्टिजहरूको चाहिँ अब अनि त्यसको बेसको कुरामा चाहिँ अलिकति क्लास पनि छ, अलिकति एथनिसिटी पनि छ, र सँगसँगै ती पार्टिजहरूको चाहिँ कहाँ प्रोमिनेन्स छ र ती प्रोमिनेन्ट लिडरहरूको चाहिँ आधार क्षेत्रहरू अथवा चाहिँ स्पेयर अफ इन्फ्लुएन्समा पनि भर पर्ने कुरो भयो। र सँगसँगै एजुकेसनको कुरो पनि भयो होइन, एजुकेसनमा पनि कहाँको के को इम्प्रिन्ट परेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण भयो होइन। यसरी चाहिँ हामी आई थिङ्क वी क्यान डिस्टिङ्ग्विस अब नेपालको मेन पोलिटिकल पार्टिजहरूको डिफ्रेन्सेस। आधारभूत रूपमा डिफ्रेन्सेसहरू छ, तर त्यो डिफ्रेन्सेस चाहिँ अब अहिलेको मितिमा हेर्दाखेरि मोरओभर कुन प्रोसेसमा चाहिँ कुन बेलामा चाहिँ उनीहरूले पोलिटिकल सोसलाइजेसन पायो, कुन बेलामा चाहिँ आफ्नो होइन पोलिटिकल्ली अवेर भयो भन्ने कुरा चाहिँ एकदमै सबभन्दा मोस्ट डिटर्माइनिङ फ्याक्टर हो भन्ने चाहिँ मेरो थिसिस हो।